हेलो गाइस, नमस्कार। सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै नै छु। र आज चाहिँ मसँग हामी गैँडाकोटदेखि चाहिँ टाढीसम्म जाऊँ है त। अनि म चाहिँ यहाँनिर ठुमम्मीको घर आएको थिएँ होइन। अनि ठुमम्मीको घरबाट चाहिँ लगभग 11:30 बजे म चाहिँ निस्किएँ। यहाँबाट सुइक्का सुई 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 निस्केको अरे। अनि त्यसपछि लागेर हामी चाहिँ 2 मिनट जति हिँड्नु पर्ने हुन्छ। अनि त्यसपछि ट्याक्कै हाइवेमा पुग्छौँ। ठुमम्मीको घरबाट निस्केको चाहिँ भिडियो बनाउनै बिर्सिएँ के। मम्मीलाई कल गरेर म निस्किएँ है भनेँ। अनि त्यसपछि त्यहाँबाट चाहिँ म हिँडेँ। अनि निस्किसकेपछि चाहिँ भिडियो बनाएको। हेर्नु न यो डाँडाहरू कस्तो राम्रो देखिरहेको थियो। बाटोमा हिँड्दा नि कस्तो रमाइलो लागिरहेको थियो क्या। मलाई चाहिँ घुम्न हिँडे जस्तो लागिरहेको थियो। तर खासमा घुम्न चाहिँ होइन, म कामले गएको थिएँ। कामले गर 2 दिन जति चाहिँ बसेँ म त्यहाँनिर। अनि त्यसपछि चाहिँ मैले जुत्ता देखाएको अरे। अनि त्यसपछि चाहिँ अनि हामी घरतिर लागेको है। के गर्ने कि मलाई मात्र हो कि हजुरहरूलाई पनि हो है। आफू घरबाट बाहिर निस्किएपछि यस्तो गाह्रो हुने, निन्द्रा पनि नलाग्ने, खाना पनि कस्तो कस्तो हुने, के भएको के नपुगेको जस्तो हुने कि आफ्नै घरै प्यारो लाग्ने। किन हो, मलाई मात्र यस्तो हो कि हजुरहरूलाई पनि यस्तो हुन्छ। अनि हामी चाहिँ फाइनल्ली चोकमा आइसक्यौँ। यो चाहिँ गैँडाकोटको विजय चोक भन्ने ठाउँ हो क्या। अनि म हिँडी नै रहेको थिएँ। म अरू बेलामा त म स्कुटीमै आउने जाने गर्थेँ के अरे। अब यो बेला चाहिँ ठिकै छ नि त भनेर बसमा गएको थिएँ। किनभने यस्तो भएको थियो कि मेरो बाबा आउनुभएको छ नि त। अनि बाबालाई भेट्न भनेर ठुमम्मीहरू आउनुभएको थियो। अनि ठुमम्मीहरूको घर जानुपर्ने थियो। अनि म चाहिँ ठुमम्मीहरूसँगै आएँ कि स्कुटीमा एक्लै के आऊँ भनेर। अनि त्यसपछि म चाहिँ बसमा नै आएको थिएँ। अनि आएँ, 2 दिन बसेँ। अब फेरि आज पनि बसबाटै फर्किँदैछु। स्कुटीमा हिँड्न त सजिलो लाग्छ है। अब त्यो ठुलो बोलेको चाहिँ होइन, तर बसमा त केही मेसो नपाउँदो रहेछ कि। कहाँबाट चढ्ने के गर्ने भन्ने आफ्नै ठाउँमा पनि कस्तो कता कता के अलमल हुँदो रहेछ। अनि यहाँनिरबाट चाहिँ म हाइवे आएँ। यो चाहिँ हाइवे भयो, महेन्द्र हाइवे भयो। अनि यहाँनिरबाट चाहिँ बाटो क्रस गरेर अनि म्याजिक चढ्नुपर्ने, म्याजिक अथवा बस चढ्नुपर्ने हुन्छ क्या। अनि फेरि यो डाँडा जुन देखिया छ नि, अघि मैले देखाएको डाँडा थियो नि हरियो, त्यो चाहिँ मौलाकालीको मन्दिरको डाँडा हो कि। अनि हाम्रो ठुमम्मीको घरबाट चाहिँ मन्दिर पनि देखिन्छ, बेलुकामा त्यो लाइट बालेको पनि देखिन्छ के। म यहाँबाट जेब्रा क्रसिङबाट बाटो काट्ने बेलामा यस्तो डराइ काटिरहेको थिएँ। बानी छैन, स्कुटीमा स्वाइँ स्वाइँ काट्ने बानी बसेको। हिँड्दाखेरि त यस्तो डर लाग्छ कि यस्तो तनाव हुन्छ। अनि ट्याक्क बाटो काट्दै थिएँ होइन, म्याजिक ठ्याक्कै भेटिहाल्यो क्या। अनि म्याजिकमा सट्ट चढेँ। अनि सट्ट चढेर चाहिँ म घरतिर लागेँ। म्याजिकभित्र बसेको मान्छे रहेछ नि, भिडियो बनाउनै लाज लाग्यो कि। अनि अलिकति मात्र भिडियो बनाएँ। अनि यो चाहिँ हामी हिँडेको बेलाको हो। यस्तो गर्मी थियो त्यो बेलामा, पसिनै पसिना भइरहेको थियो। अनि त्यही भएर म झ्यालमा बसेको थिएँ।